हिजो रोपेको कति राम्रो देखेको मुला हेर्न जाँदैछु अनि यो साग पनि रोप्न जाँदैछु त्यही भएर दिस इज मी माइसेल्फ प्रतिज्ञा रोप्न जाँदैछु अस्ति रोपेको सागमा थप्न होइन डुल्न यो चाहिँ चोरेर ल्याएको साग रोपेको बारी चाहिँ यस्तो छ नि गाइजहरू अनि म चाहिँ हिँड्न लागेँ अनि त्यसो जारी एकछिनमा साग देखाउँछु यति धेरै दिन भइसक्यो अझ खाने भएन किरा लागेर हो कि के भएर हो गाइजहरू त्यही भएर यहाँ हाम्रो साग चाहिँ यो हो नि हाम्रो रोप्ने कार्यक्रम दाता हो यस्तो अलिकति यस्तो ल यति चाहिँ तपाईँ गर्न साग चाहिँ यो चोरेको है त्यसो गरी यहाँ छ एउटा साग चाहिँ यहाँ छ यहाँ यत्रोको भएको छ कि यति धेरै टाइम पछि रोपेको यहाँ सागको झाल यस्तो छ अनि यो चाहिँ यहाँ मुला रोपेको त्यहाँ चाहिँ धनियाँहरू छरेको त्यही भएर यस्तो छु गाइजहरू एउटा खाली नरोप्नु के हो कति रोप्दै मुलासँग आउँदै हुन्छ नम्बर राम्रो देखेँ है पलाको रोप्दै राम्रो देखेँ सबभन्दा सुरुमा रोपेको यही हो यो एउटा हर्लक्कै बाँचेको यो हो हाम्रो साग हाम्रो भाडा नभएर त्यो प्लास्टिकमा ल्याउँछौँ पानी अनि सजिलो हुन्छ त्यहाँ धेरै आउँछ बाल्टिङ भन्दा नि त्यही भएर जस्तो गयौँ हामी चाहिँ खोलातिर लाग्यौँ अनि पानी चाहिँ त्यो फोहोर पानी हो सफा पानी होइन कताबाट आएको भन्ने थाहा छैन फेरि मलाई अनि त्यस्तो चाहिँ हामी अचम्म लाग्दो रहेछ त मोबाइल समात्न पनि नजानेर हो क्या मैले त मोबाइल समात्न पनि जाने छैन अरे हेर नि नक्कली खोलो चाहिँ यही हो पानी चाहिँ एकदम यहाँ पक्सुन्द ताल जस्तै छ ताल भनौँ के भनौँ ताल जस्तो छ तर फोहोरले ताल जस्तो देखेको हो यहाँ चाहिँ पानी भर्ने नानी हुनुहुन्छ नानी हाम्रो पोखरा तल फेवा तल यस्तो पानी भएर स्टार जे गरे नि यो प्लास्टिकको युज गर्न जानेछौँ हामीले फाल्दैनौँ त्यही हो मेरो साउन्ड डिस्टर्ब गरेको भने पानी हाल्दैछु अनि म चाहिँ टक्क समातेर बसेको के अनि फोहोर पानीहरूलाई नि युज गरेको के यसो सागपात लगाउनका लागि हजुर सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला नभुलेर भए पनि आए के गरौँ त ले गर यो पुतलीले धेरै गर्यो कि मलाई त्यही भएर यहाँ पुतली त चोर भयो हामी चाहिँ अब कोठातिर लाग्यो नि तपाईँहरू आउँदै गर्नुहोस् के गर्ने सागसँगै बस्ने मन त थियो के अरे के गर्ने जाडो छ अनि घरतिर ब्यालेन्स गर कि आफूलाई थाहा हुन्छ मोबाइल कतिखेर हो यति हो कि यति ल अब जान्दिनँ के अरे मैले यस्तै मलाई देखाइदेऊ न एकचोटि यस्तै पारामा हो कि छिटो हिँड्यो म्याकुरी हाम्रो दिदी कति ज्ञानी हुनुहुन्छ अनि कति संस्कारी हुनुहुन्छ के को चाहिँ भाग्यमानीले होला पाउने यति संस्कारी ननाच्नु न संस्कारी मान्छे नाच्ने होइन हलचल पनि गर्ने होइन सिधा भएर मजाले पछिर बेरेर अनि हिँड्ने हो यस्तो सोझी संस्कारीहरूले हामी हो नाच्ने उफ्रिने चल्ने अनि जे पनि बोल्ने यहाँले त सोच्नुपर्छ बोल्नलाई पनि फेरि सोच्न बुझ्नुभयो मेरो प्यारो दिदी यस्तै हो ज्ञानी सोझो मान्छेहरूले लाज मान्छन् हामीले होइन कहिले यस्तो हुन्छ हाम्रो होइन हाम्रो कहिले त्यस्तो हुन्छ त्यस्तो साग अनि त्यस पछाडि अहिले देखाउँछु है म दिदी अगाडि गइरहनु ओ माई गॉड कति राम्रो है देखाइदिन्छु कस्तो भन्दाखेरि नि
हँ? अनि इत्रैको घर नलाउन सके पनि इत्रैको गिड हालेर ओ हाम्रो यस्तो चाहिँ कहिले होला कि हामीले बनाएको यस्तो घर बनाउन नसके पनि यत्तिको भयो नि बनाउँला माया तिमी मेरो साथमा भयो भने ओ मलाई यो घर चाहिँ यो घर अब के भन्ने अर्काको हो अब मेहनत गरेर बनाएको होला तर मलाई मन पर्दैन यति ठुलो मलाई बरु यो भयो हुन्छ कि यो आई लभ यु काका फेरि अङ्कल लभर हो क्या हामी होइन म हाम्रो दिदी चाहिँ फेरि सो चाहिँ ज्ञानी दिदी हो ए कालदाईको साथी हो यो कालदाईको साथी होइन त्यतिको भनेको थाहा पाउँदो रहेछ यसले नि दिदी हेर्नु तपाईँको पछि आएर है हामीले जहिले पनि किन्ने पस्छ हाम्रो बाजेको रुम हो बाजे भन्दा घरपट्टि बाजे होइन माथिमा जुम मात्रै गरेको त्यस्तो देखाएको छैन अनि अर्कालाई किन देखाउने हो किन महँगो हो यो क्यामेरा फेरि महँगो हो जो कोहीलाई यहाँ खिच्न मिल्दैन म बाइक खिचेको साउन्ड पनि माथि देख्नुभयो गाइज जुन तारा तिम्रो अघि के हो र हे माया फाइनली हामी चाहिँ आफ्नो रुमतिर प्रस्थान भयो प्रस्थान त भन्छ नि उपस्थित होइन क्या प्रस्थान भन्छ यो अनि एउटा के आइदियो भने चाहिँ हामीले यहाँ मैले रोपेको थिएँ फलिरह अझ धेरै भयो भने चाहिँ मैले देखाउँछु टेन्डन घरभित्र प्रवेश गर्दाखेरि पैसा दिन पर्छ